तर आमा कति महान हुन्छ नि है, सबै चिजहरू त्यो के भन्छ त्यसलाई उम्, त्याग्न के सक्नुहुन्छ छोरछोरीको क्या सन्तानको सक्नुहुन्छ छोरछोरीको क्या लागि अ, त्याग्न तयार हुन्छ है। एकदम कस्तो भनेपछि हाम्रो घरमा अब बाजे बित्नुभयो बाजे 84 वर्ष पुरा गरेर हामीले 84 पूजा गरिसकेपछि अर्को साल बित्नुभयो बिरामीमा बित्नुभयो। त्यसपछि मेरो ठुलो भाइ जन्मियो। ए कस्तो नि मेरो भाइ बुवा नि बित्नु भयो होइन? बुवा त अब 4-5 वर्ष जति भयो होइन। मेरो ठुलो भाइ जन्मियो जस्तै हाम्रो गुरुङहरूको त वर्ग हुन्छ अनि होइन उस हुन्छ नि त, जन्मबार पनि एउटै अनि वर्ग पनि एउटै गरेर मेरो ठुलो भाइ जन्मिएको छ क्या। मेरो बाजे बितेको के 6 महिनापछि त्यसो 84 वर्षमा बित्नु भयो नि त बाजे। त्यसै मैले ठुलो भाइलाई त्यो बाजेको रूपमा हेर्छु क्या मैले। अरूले कसैले केही भन्दा पनि एकदम चित्त दुख्छ क्या। फेरि कस्तो हो नि हामी अलि उमेर गएपछि जन्मेको भनौँ न, धेरै ग्यापमा जन्मिसक्यो, अब छोरा हुँदैन भनेर हाम्रो जस्तै हाम्रो नेपाली समाजमा त कतिपय त अब छोरा नभइसक्दाखेरि त्यो भन्ने चलनहरू छ नि त। जस्तै बाबालाई बिहा गरिदिनुपर्छ, अर्को बिहा गर्नुपर्छ छोराको लागि भन्नेहरू नि त्यो नि छ नि त। त्यो हुँदै गर्दा मेरो बाबाले के हुन्थ्यो, मेरो 2टा छोरी भयो हुन्छ भन्नुहुन्थ्यो होइन। तर केही समयपछि धेरै पछि अब भाइ जन्मिसकेपछि त्यो मेरो ठुलो भाइ त मैले 12 पढ्दै गर्दा जन्मियो, सानो भाइ त 12 पढ्दै गर्दा जन्मियो हो नि त। सबैले मलाई जिस्काउँथे कि, तर मलाई खुसी लाग्थ्यो किनभने कतिपय गाउँमा म तराई जन्मियो झरेपछि जन्मेको भाइ चाहिँ